ल है गाइस हो आज फेरि जक्खड माछा परेछ है जालमा। ऊ बाप्सले हातमा समाइरहेछ जक्खड छ एउटा माछा है। छेउमै हान्दिएको छेउमै परेछ है जक्खड। बाप्सले देखाउँछ ओए ए ल बाप्सले झोलाभित्र हाल्यो ओए। जाल चाहिँ अड्किरहेको छ है फेरि है। माछा चाहिँ जक्खड निकाल्यो भर्खरै है बाप्सले। यस्तो छेउमा हान्दियो बाप्सले है। छेउमै छ ऊ अड्को नि रहेछ ओए अझै रहेछ अझै तार परे रहेछ त्यही भएर अड्के रहेछ है जाल चाहिँ। उद्या तार देख्न सक्छ ऊ तार परे रहेछ माछा नि छ है ऊ अड्कने। खुट्टाले खिच्दिएको ओए बाप्स माछा देखाइदे नि त एकचोटि जक्खड। बाप्सले माछा देखाउँदैन रे आज। मैले देखाइदिन्छु बाप्सले देखाएन माछा। जक्खड लगाइरहेको रे ऊ त्यो रमाइरहेको छ जक्खड भनेर माछा। हाम्रो माछा फेरि यहाँ पनि छ है गाई चाहिँ। यो झोलाभित्र टन्नै छ है माछा। माछा छ। मेरो बाप्सले अझै पनि माछा हानिरहेको छ है जाल खेलिरहेको छ है। ओए तिहारी परेछ है तिहारी परेछ बाप्स राम्ररी गर है। कुन चाहिँले तिहारी थापेर यसरी छोडेर जान्छ है। ऊ माछा लाग्यो धेरै फुत्के रे। ल गाइजहरू है हेर्न सक्नुहुन्छ है माछा है दामी लाग्छ है माछा है। ए आज त साइजको लाग्छ है माछा है। हिजो हल्का पानी परिदिएको साइजको माछा निक्लेछ क्या।